नमस्ते साथीहरू। अब अहिले नेपालको चुनावको चाहिँ रिजल्ट पनि आइसकेको छ र यो चुनावको नतिजाले चाहिँ के देखाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ 2/3 बहुमत लगभग ल्याएको छ। भन्नाले 1-2 सिट अपुग होला, होइन भने सामान्य बहुमत होइन कि 2/3 बहुमत नै निश्चित जस्तो भइसकेको अवस्थामा अब राष्ट्रिय स्वतन्त्र पार्टीले यति धेरै सिटहरू चाहिँ किन लिएर आयो त? अब अहिले चाहिँ मान्छेहरू चाहिँ के भन्छन् भने अब यो चाहिँ के अरे सुनामी जसरी आयो, बाढी आयो, होइन, लहर चल्यो त्यसरी आयो भन्छन्, होइन। त्यो मात्र कारण होइन, किनभने जनताहरू कति फ्रस्ट्रेट भइसकेका छन् भने 2062-63 सालपछि अहिले 2082 साल आउँदाखेरि 20 वर्ष भइसक्यो। हामी त्यतिखेर स्कुल जाने उमेरको मान्छे। अब अहिले 20 वर्षसम्म केही पनि परिवर्तन भएको छैन हुनुपर्ने ठाउँमा। बाटो 20 वर्ष अगाडि बनेको धेरै जसो बाटोहरू जस्ताको जस्तै छ। देश झनै भ्रष्टाचारमय भएको छ। यो पुराना पार्टीहरूले भ्रष्टाचारलाई चाहिँ संस्थागतै गरेका छन् क्या। संस्थागत भ्रष्टाचार भनेपछि भ्रष्टाचार गर्न पाइन्छ भन्ने यो बेरोजु कति विकास केही पनि नहुने, माथिल्लो निकायदेखिबाट भ्रष्टाचार हुने। भ्रष्टाचार मात्र होइन कि उनीहरू आफ्नो मान्छेहरूलाई जोगाउने, जति भ्रष्टाचार गरे पनि आफ्ना मान्छेलाई जोगाउने, सबै मिलेर भ्रष्टाचार गर्ने। यसो तपाईँहरू हेर्नु त, यो 20 वर्षदेखि ल 2062-63 सालदेखि अहिलेसम्म आउँदा 2082 साल यो चुनाव अगाडिसम्म नेपालको राजनीतिमा 3 जना नेताहरूको अगाडि घुमिरहेको थियो। केपी ओली, प्रचण्ड, शेरबहादुर देउबा। अनि त्यो बाहेक यिनीहरूकै मान्छेहरू, यिनीहरूकै साइडको 4-5 जना मान्छेहरू चाहिँ नेपालको राजनीतिलाई घुमाइरहेका थिए। यिनीहरू सधैँ पावरमा थिए के, यिनीहरू सधैँ पावरमा हुन्थे। किनभने रवि लामिछानेले चाहिँ गृहमन्त्री भएर यो भुटानी शरणार्थी प्रकरणको फाइल खोल्न सुरु मात्र के गरेका थिए, त्यो सुरु गरेको 24 घन्टाभित्र सरकार ढालेर चाहिँ काङ्ग्रेस एमालेको सरकार बनेको थियो। त्यो कस्तो भने यिनीहरू आफूलाई जोगाउन जेसुकै जुनसुकै हदसम्म गिर्न पनि तयार हुन्थे हो। अनि काङ्ग्रेसले अहिले चुनाव किन हार्यो त भन्दाखेरि काङ्ग्रेसको गगन थापा सभापति भएर काङ्ग्रेसले चुनाव जित्छ। किनभने गगन थापा त महामन्त्री थिए त काङ्ग्रेसको। गगन थापाले देखाएको थिएन र त्यो भइरहेको। गगन थापाले काङ्ग्रेसमा भइरहेका त्यो भ्रष्टाचारका कुराहरू सबै देखिरहेको थिए। अब एमालेको पनि अब राम्रै नेताहरूले पनि चुनाव किन हार्यो त? कि एमालेको गोकर्ण विष्टहरूले त्यो देखाएको थिएनन् र त्यसरी अब एमाले भित्र भइरहेका भ्रष्टाचारहरूको बारेमा उनीहरूले बोल्न सकेका थिए र होइन? योगेश भट्टराईहरूले देखाएको थिएनन् र काङ्ग्रेसको गगन थापा, विश्वप्रकाश शर्माहरूले देखाएको थिएनन् र कतिसम्म चुनाव जिताइराख्ने हो र एउटै मान्छेलाई? ल, गगन थापा काङ्ग्रेसको महामन्त्री भइसकेका थिए, सभापति नभएसम्म कामै गर्न नसक्ने हो त, महामन्त्रीले मात्र केही गर्नै नसक्ने भन्ने हुन्थ्यो र कति राम्रा कार्यकर्ताहरू काङ्ग्रेसभित्रै पीडित थिए, कति राम्रा सोच छविका कार्यकर्ताहरू चाहिँ एमाले भित्रै पीडित थिए। सबै भ्रष्टाचार त यस्तो राम्रोसँग संस्थागत भएर मौलाएको थियो कि उनीहरूलाई के थियो भने केही गरी उनीहरूले चुनाव हारे भने काङ्ग्रेस एमालेका धेरै जसो 80% भन्दा बढी नेताहरूले आफूले चुनाव हारे भने सकियो। टन्न भ्रष्टाचार गरिएको छ, तस्करहरूसँग मिलेको छ, सबै ठाउँमा कमिसन खाएको छ, सबै ठाउँमा सेटिङ गरेको छ। त्यस्तो भइसकेपछि त के हुन्छ, चुनाव हार्यो भने हामी सकिन्छ। त्यही भएर जे गरी साम दाम दण्ड भेद जे गरेर भए पनि उनीहरूले चुनाव जित्ने गरेका थिए पहिला। यसपालि के भइसकेको थियो, जनता एकदम सचेत भइसकेका थिए। अझ यिनीहरूले काङ्ग्रेस एमालेहरूको मान्छेहरूले, पुरानो पार्टीका मान्छेहरूले कतिसम्म प्रचार गर्छ भने रासपाको भोटहरू सबै विदेशमा छ, विदेश बसेका मान्छेले फेसबुकमा पोस्ट हानेर चुनाव जितिन्छ र भन्थे है। तर यहाँ कुरा के हो भने सबैका हो, सबै मान्छे विदेश छन्। त्यो विदेश बसेका मान्छेले विदेश देखाएका छन्, विदेशको सिस्टमहरू देखाएका छन्। उनीहरूले आफ्नो देश किन बनेन भनेर चाहिँ सबै आफ्ना परिवारका मान्छेहरूलाई के गराएको छन् त, कन्भिन्स गराएको थिए कि। सबैले त्यसरी कन्भिन्स गराएपछि एक मुष्ट चाहिँ भोट खन्टीमा गयो यसपालि, र यो हुनै पर्ने थियो। र यो जे भएको छ त्यसको लागि एकदमै राम्रो भएको छ, होइन? 2015 सालपछि पहिलोचोटि एउटा पार्टीले चाहिँ एकतर्फी रूपमा बहुमत लिएर आएको छ। 2015 साल र अहिले 2082 साल यसो तपाईँहरू तुलना गर्नुहोस् कति वर्ष भइसक्यो। त्यही भएर अब अहिले चाहिँ यो 100% देश परिवर्तन हुन्छ। अब भ्रष्टाचार हुँदैन, जेनजीका घाइतेमाथि चाहिँ जेनजीहरूलाई मार्नेहरू, हत्याराहरूमाथि पनि कारबाही हुन्छ, होइन? अब यो भ्रष्टाचारहरूको पनि ठुल्ठुला भ्रष्टाचार सबै केसहरूको मजाले छानबिन हुन्छ। अब सबै भ्रष्टाचारीहरू जेल पनि जान्छन्। अब 4-5 वर्षमा नेपालको मुहारै फेरिन्छ। यो ढुक्क हो र यो नेपाली जनताहरूले जे गर्नु भएको छ शान्तिपूर्ण रूपमा गरेको यो परिवर्तन एकदमै राम्रो छ।
अनि यो काङ्ग्रेस एमाले बिचरा हारे होइन, यिनीहरूले चुनाव हारिहाले, अब यिनीहरूलाई बिचरा के गर्नु भनेर समवेदना राख्न आवश्यकै छैन के। किनभने तपाईँहरू देख्नु त 45-46 सालदेखि उनीहरूले त 46 सालमा बहुदल आएदेखिबाट काङ्ग्रेस एमालेका उच्च तहका नेताहरूले त मिलिनियर्स लाइफस्टाइल बिताइरहेछन्, अरबपतिको लाइफस्टाइल बिताइरहेछन् त उनीहरूले, होइन र? काङ्ग्रेस एमालेका ठुल्ठुला नेता र उनीहरूको छोराछोरीको जिन्दगी जीवनशैली कस्तो थियो? एकदम विलासिल जीवनशैली थियो। उनीहरूले त विनोद चौधरीले भन्दा बढी विलासी जिन्दगी बिताइरहेको थिए नि। उपचार गर्न थाइल्यान्ड जान्थे, सिङ्गापुर जान्थे, बेलायत जान्थे, होइन, घुम्नलाई बेलायत जान्थे बेला बेलामा, देशको राज्य स्रोतको दोहन गरेर तपाईँहरूको पैसाबाट फेरि भ्रष्टाचार मात्र गर्थे, कामै गर्दैनथे भने अलिअलि पनि काम गर्दैनथे। उनीहरूको मेन काम भनेको भ्रष्टाचार गर्ने, खाने, कसरी भ्रष्टाचार गर्ने, कहाँबाट कति पैसा आउँछ, कसरी चाहिँ कमिसन लिने भन्ने मात्र नै थियो। त्यही कारणले यो परिवर्तन भएको हो। त्यही भएर उनीहरूलाई यत्तिकै छुट दिने भन्ने कुरा नै हुँदैन। उनीहरूले कति भ्रष्टाचार गरेका छन्, कसरी भ्रष्टाचार भएको छ, त्यो सबै छानबिन गरेर उनीहरूलाई कारबाही गर्नुपर्छ। जेनजी आन्दोलनको मागै त्यही हो। त्यही जेनजी आन्दोलनको माग अनुसार अहिले यो रासपाको 2/3 बहुमत आएको हो। त्यही भएर जेनजी आन्दोलनको भावना अनुसार सम्पूर्ण भ्रष्टाचारको छानबिन गर्नुपर्छ। जेनजी आन्दोलन गराउने र त्यो आन्दोलनमा मान्छे मार्नेहरूमाथि पनि कारबाही हुनुपर्छ। सम्पूर्ण ठुल्ठुला भ्रष्टाचार काण्डहरूको चाहिँ छानबिन हुनुपर्छ र दोषीहरूलाई जेल पनि पठाउनुपर्छ र उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। त्यही गर्नुपर्छ। अहिलेको सरकारले गर्ने त्यही हो। सुरुको 1-1.5 महिना 2 महिनाभित्र यो सब कुराहरू प्रोसेसमा जानुपर्छ। त्यसपछि भ्रष्टाचार नियन्त्रण आफै हुँदै जान्छ। हस् त, धन्यवाद।